यो हो प्रकृतिको कलकल। यहाँ हजारौं कविहरू आएर हजारौं वर्षसम्म तपस्या गर्न सक्छन् आफ्नो कवि साधना ज्ञान। अत्यन्त पवित्र छ ठाउँ, अत्यन्त शीतलमय छ ठाउँ, स्वच्छ निर्मल। यहाँ हेरौँ कति स्वच्छ छ पानी। टाउकोमा हाल्दा पनि के हुँदैन, आँखामा हाल्दा पनि के हुँदैन, पान गर्दा पनि के हुँदैन। यस्तो हुनुपर्छ पानी। पानी गङ्गाको महिमा यस्तो हो। पर देख्न सक्छौँ गङ्गा स्नान गरिरहेका छन्। यहाँ एउटा कार्यक्रम आयोजना हुँदैछ, त्यसैको लागि यस पवित्र तीर्थमा भक्तजनको जमघट हुँदैछ। तर अत्याधुनिक गतिमा विकसित भइरहेको यो जुन संस्कृति छ त्यसले दूषित बनाएको छ। यो जुन भजन सुनिरहेका छौँ यसको सट्टा आफैले भजन गाउनु पर्थ्यो। अत्याधुनिक सङ्गीतमय भजन पनि अपाच्य हुन्छ जस्तो लाग्छ। दर्शन देऊ हामीलाई केवल हाम्रो त कृष्ण मनेको टाइपको देख्यो टाइपको माथि बस्नु मुक्त अनि देखेको